नमस्कार, म सागर लामिछाने। अहिले रातिको करिब 12 बज्न लागेको छ। म नारायणघाट र भरतपुरको यो हाइवेमा छु र चितवन हेर्नुस् त कस्तो भइसकेको छ, कस्तो विकास छ। म तपाईलाई चितवनको अवगत गराउन चाहन्छु। रात्रिकालीन अवस्थामा चाहिँ यो रेणु दाहालले गरेको विकास हो। यसलाई मान्नै पर्छ। रेणु प्रचण्डको पुत्री मात्रै होइन, रेणु हैन, छुट्टै एक पहिचान हो। त्यो चाहिँ मैले भन्न चाहन्छु। यति भन्न सक्नुपर्छ। हामी कसैको झोला बोकेर हिँडेका छैनौँ, झोलेबाजलाई विश्वास गर्दैनौँ र उहाँले गरेको विकासलाई चाहिँ मान्नुपर्छ। किन भन्दा चितवन जस्तै अरू पनि सहरहरू छ, कहाँ चाहिँ विकास गरेको छ त हो। उसले इमान्दार भएर चाहिँ काम गरेको छ, उसलाई चाहिँ मान्नुपर्छ। उनको विकासलाई देखाउँदैछु है त। त्यो एयरपोर्ट हो, त्यो एयरपोर्ट उतापट्टिको मैले देखाउँदैछु। एयरपोर्टको खतरा सिन देखाउँदैछु है। रात्रिकालीन हेर्नु भारतको कस्तो भएछ अवस्था। खतरा। यो त विदेश जस्तो लाग्छ, विदेश। खतरा विदेशमा हिँड्दा छु म त होइन त। ल हेर्नु, यस्तै हो। अमेरिकामा पनि योभन्दा राम्रो हुँदैन। यस्तै हो है। यतिको बाटो हुनु भनेको त अमेरिकामा, अस्ट्रेलियामा पनि यतिको हुँदैन। त्यति राम्रो छ क्या। त्यहाँ होला ब्रिजहरू बढी हुन्छ, तर यस्तो राम्रो स्यालेनको बाटो एकदमै राम्रो छ। यस्तै बाटो भन्दा राम्रो हुँदैन। यो सफा पनि छ र भरतपुरलाई विकासको चरम बिन्दुमा पुर्याउने महिला रेणु नै हो, रेणु दाहाल नै हो। जसले जे भने पनि उहाँलाई सम्मान गर्नुपर्ने हुन्छ। उहाँको योगदान अतुलनीय छ र म रात्रिकालीन यात्रामा छु। म यो भिडियो बनाउनको लागि र म आज भरतपुरको भिडियो बनाउन मन लागेर म रात्रिकालीन यात्रामा निस्केको छु र